हेलो सबैजनालाई दर्शन नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ सानो सर्टकटमा चाहिँ केही कुरा राख्न चाहन्छु। जसरी हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जति पनि पार्टीहरू हेऱ्यौँ, अब यो नयाँ पार्टीलाई चाहिँ एकचोटि चान्स दिउँ न त भन्ने हिसाबले देश विदेशबाट हामी जति पनि छौँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्ने साथीभाइहरू दिदीबहिनीहरूले एउटा बुलन्द आवाज उठाएर घर परिवारमा आफ्ना आफन्तीलाई योचोटि चाहिँ है राष्ट्रिय स्वतन्त्र पार्टीलाई जसरी पनि मौका दिनुपर्छ र जसरी पनि भोट चाहिँ हाल्नुपर्छ भन्ने जो यो आवाज उठायौँ। यो आवाज उठाइसकेपछि जसरी हामीले आवाज उठाएको थियौँ त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टी जित्यो पनि र नम्बर 1 मा पार्टी पनि भयो। र अब चाहिँ हामीले जित्यो भन्दैमा कानमा तेल हालेर बस्नु चाहिँ हुँदैन। जसरी हुन्छ हाम्रो समस्याहरूलाई चाहिँ उहाँसम्म पठाउने र त्यो समस्या जस्तो अब बाघले दिनदहाडै मान्छे खाइदिएको हुन्छ, वन्यजन्तुहरूले हात्तीहरूले हैन त्यसरी चाहिँ घरमा आउने, खेती लगाएको धान गहुँहरू खाइदिने त्यस्तो भएको हुन्छ। अनि यो ड्रग्सहरू कुलतमा फसेको छ। अनि कतिपय गाउँघरमा बाटोघाटो बनेको छैन, नहर कुवाहरू बनेको छैन हैन। अनि जस्तो अब यो सुकुम्बासीमा कसैले लाल पूर्जाहरू पाउनु भएको छैन। यस्तो विषयवस्तुलाई चाहिँ हामीले मध्यनजर गरेर जसरी हुन्छ अब गइसकेपछि यो आवाज पनि हामीले उठाउनु पर्यो क्या। अब जित्यो भन्दैमा चुप्प लागेर बस्नु पनि होइन, हामीले चाहिँ दबाब दिनुपर्छ। यो हिसाबले चाहिँ एउटा सानो मेरो भिडियो बनाएको छु। हस्त नमस्ते।